बालेन शाहले त्यो 4 मिनेट भाषण त दिए, तर हाम्रो पीडा अर्कै छ। 15 वर्ष अघि हाम्रो 1 नम्बर वडा एमालेको थियो 700 देखि 800 सुकुम्बासी घर थियौं हामी। 2045 सालतिर जंगल फडानी गरेर बसाइएको थियो भन्थे कम्युनिस्टहरूले बसाएका हुन्। बिस्तारै बस्दा बस्दै यो ठाउँ आज बजार भयो। त्यो बेला कांग्रेसका बसन्त भट्टराई चुनाव लड्ने भए। 2 नम्बर वडाकाले सिधै शर्त राखे, हामीलाई धनी पूर्जा देऊ, हामी जिताउँछौं। केहीलाई दिएछन् पनि, तर चुनाव एमालेले जित्यो। अब चुनाव हारेपछि अरूलाई कसरी दिन्छन्? कांग्रेसले प्रयास त गरेको हो, तर यहाँ भिलेन बनेर एमाले आयो। कांग्रेसले पूर्जा दियो भने आफ्नो भोट बैंक सकिन्छ भन्ने डर। त्यसैले आफ्ना कर्मचारी भर्ती गरेर एमालेले सिस्टम नै स्वाहा पारिदियो। अझ सुनिल शर्माले त प्रष्टै भने, म यसको जिम्मा लिन सक्दिन, किनभने यो सिस्टम यति खतरनाक छ कि जबसम्म यो फेरिदैन नेताले जनतालाई खेलाउने मात्रै हुन्। जनता पनि उस्तै चेत छैन। चीनले ठिक्कै भनेको हो, नेपाली सुनको कचौरा बोकेर भिख माग्दै हिँड्छन्। बालेनले पनि त्यही भने, हामीसँग माल छ तर चाल पाउन सकेनौं। हाम्रो बुद्धि अझै पनि एमाले, कांग्रेस र माओवादीमै अड्किएको छ। तर भदौ 23 गते र 24 कोलम्ब घटनाले एउटा कुरा ऐना जस्तै छर्लङ्ग पारिसक्यो, यो देश बचाउने हो भने अब राजा ल्याउनु पर्छ, अरू कुनै विकल्पै छैन। जय देश, जय नरेश, जय नेपाल।